नमस्ते, मेरो नाम शर्मिला राई। म सामाजिक शिक्षा शास्त्रको तेस्रो सेमिस्टरमा अध्ययनरत विद्यार्थी हुँ। आजको यस भिडियोमा आलोचनात्मक चिन्तनको बारेमा, क्रिटिकल थिङ्किङको बारेमा म चर्चा गर्नेछु। साधारण शब्दमा भन्नुपर्दा आलोचनात्मक चिन्तन भनेको कुनै पनि कुराहरूको पछि अन्धभक्त भएर लाग्नुको सट्टा त्यसको पछाडिको सत्य के हो, त्यसको प्रमाण के हो भनेर जाँचबुझ गर्नु भन्ने बुझिन्छ। उदाहरणका लागि यदि कसैले तपाईँलाई यो औषधिले सबै रोग पार्छ भन्यो भने एक सामान्य व्यक्तिले त्यसलाई पत्याउन सक्छ, तर एउटा आलोचनात्मक चिन्तकले यसको प्रमाण के छ, यसलाई कसले प्रमाणित गरेको हो, यसका नकारात्मक असरहरू के छन् भनेर प्रश्न गर्नेछ। यसरी तथ्य र प्रमाणको आधारमा वस्तुनिष्ठ भएर सोच्ने क्षमता नै आलोचनात्मक चिन्तन हो। यसले हामीलाई हल्लाको पछि लाग्नबाट बचाउँछ र सही निर्णय लिन सक्षम बनाउँछ। अर्को रहेको छ असल र खराब तर्क। तर्क भनेको कुनै पनि विचार, निर्णय वा दाबीलाई पुष्टि गर्नका लागि प्रस्तुत गरिने एक प्रक्रिया हो। आलोचनात्मक चिन्तनमा तर्क गर्नुको अर्थ झगडा गर्नु होइन, बरु सत्यताको नजिक पुग्नका लागि प्रमाण पेश गर्नु हो। असल तर्क असल तर्क व्यक्तिगत भावनामा होइन, प्रमाणित तथ्य, वैज्ञानिक नतिजा वा विश्वसनीय तथ्याङ्कमा आधारित हुन्छ। कुनै पनि विचार वा तर्कमा सत्य तथ्य के हो भनी प्रमाणित भएर प्रस्तुत गर्ने तर्क नै असल तर्क हो। उदाहरण, नियमित व्यायामले मानिसको कार्यक्षमता बढाउँछ किनभने यसले शरीरमा रक्त सञ्चार र अक्सिजनको मात्रामा सुधार ल्याउँछ, जुन चिकित्सा विज्ञानद्वारा प्रमाणित छ। यहाँ व्यायाम र कार्यक्षमता बीचको वैज्ञानिक कारण स्पष्ट छ, त्यसैले यसलाई हामी असल तर्क भनेर भन्न सक्छौँ। पर्याप्त प्रमाण बिना नै हचुवाको भरमा वा हल्लाको आधारमा निष्कर्ष निकाल्नु, विषयवस्तुमा केन्द्रित हुनको साटो अस्पष्ट वा गलत तर्क राख्नु चाहिँ खराब तर्क हो। जुन चाहिँ प्रमाणमा आधारित छ त्यो चाहिँ असल तर्क हुने भए, प्रमाण बिनाका हल्लाका पछि लागेर निष्कर्ष निकाल्ने, तर्क राख्ने चाहिँ खराब तर्कमा पर्ने भयो। उदाहरण, रामले भनेको कुरा गलत छ किनभने ऊ सधैँ ढिलो विद्यालय आउँछ। यहाँ राम ढिलो आउनु र उसले राखेको विचार बीच कुनै तर्क सम्बन्ध छैन, यो केवल व्यक्तिगत प्रहार हो। त्यसैले यसलाई हामी खराब तर्क भनेर बुझ्न सक्छौँ। विवेकपूर्ण छलफल छलफलको क्रममा अरूको तर्कलाई नजिकबाट सुनेर त्यसको कमी कमजोरी र त्यसका राम्रा कुराहरूको विश्लेषण गरेर जवाफ दिँदा रिस र आक्रोशलाई नियन्त्रण गरेर तथ्यपरक रूपमा, प्रामाणिक रूपमा र शालीनता भएर हामीले प्रस्तुत गर्नुपर्छ। 21औं शताब्दीको नागरिकमा हुनुपर्ने मुख्य सिप भनेको नै मलाई लाग्छ भन्नुको सट्टा प्रमाणले यसो भनेको छ है, यसको प्रमाण यो छ भनेर प्रामाणिक कुरा गर्नु, त्यसको क्षमता विकास गर्नु चाहिँ विवेकशील छलफल हो भन्ने कुरा हामीले यहाँबाट बुझ्न सक्छौँ। निगमन तर्क यो सामान्य सिद्धान्तबाट विशेष निष्कर्षतिर जान्छ। यसमा यदि आधार वाक्य सही छ भने निष्कर्ष 100% सही हुन्छ। उदाहरण, सबै स्तनधारीको मुटु हुन्छ, गाई स्तनधारी हो त्यसैले गाईको मुटु हुन्छ भनेर यहाँनिर निगमनको तर्कलाई स्पष्ट हुने गरी एउटा उदाहरण पनि प्रस्तुत गरिएको छ। आगमन तर्क यो विशेष अनुभवबाट सामान्य सिद्धान्ततिर जान्छ। यसमा निष्कर्ष सम्भावनामा आधारित हुन्छ, पूर्ण निश्चितता हुँदैन। उदाहरण, आजसम्म देखिएका सबै काग काला छन् त्यसैले संसारका सबै काग काला होलान् भनेर यहाँनिर एउटा अनुमान लगाइयो। देखिएको र अनुभवका आधारमा सबै कुरालाई सम्भावनामा प्रस्तुत गरियो। यो चाहिँ आगमन तर्कको उदाहरण हो। तर वैज्ञानिक सिद्धान्त अनुसन्धानले चाहिँ दैनिक जीवनमा हामीलाई आगमन र निगमन दुवै तर्कको आवश्यक पर्छ भनेर भनिएको छ। सृजनशीलता, क्रिएटिभिटी सृजनशीलता भनेको
केवल कल्पना गर्नु मात्र होइन, बरु नयाँ उपयोगी विचारलाई वास्तविकतामा बदल्ने क्षमता हो। यो एक प्रक्रिया हो जुन समस्याको गहिरो अध्ययनबाट सुरु भएर मस्तिष्कमा विचारहरूको मन्थन हुँदै अचानक नयाँ फोर्ने क्षणमा पुग्दछ। अन्त्यमा उक्त विचार कतिको व्यावहारिक छ भनेर परीक्षण भेरिफिकेसन गरेपछि मात्र एउटा सृजनशीलता नतिजा प्राप्त हुन्छ। सृजनशीलता भनेको चाहिँ कल्पना गरेर बस्नु मात्र होइन, आफूले कल्पना गरिएका कुरालाई वास्तविकतामा उतार्ने क्षमता चाहिँ सृजनशीलता हो भनेर बुझ्न सकिन्छ। उदाहरणका लागि प्रयोग बिना विहीन पुरानो सामानलाई नयाँ र उपयोगी वस्तुमा रूपान्तरण गर्नु सृजनशीलताको उत्कृष्ट नमुना हो। यसले हामीलाई परम्परागत घेराभन्दा बाहिर निस्केर सोच्ने र जटिल चुनौतीहरूको नवीन समाधान खोज्न प्रेरित गर्छ। आजको सूचना र प्रविधिको युगमा केवल ज्ञान प्राप्त गर्नु मात्र पर्याप्त छैन, त्यस ज्ञानलाई सही रूपमा विश्लेषण गर्नु र नयाँ ढङ्गले प्रयोग गर्नु अनिवार्य छ। जब हामी तर्कपूर्ण ढङ्गले सोच्छौँ र सृजनात्मक ढङ्गले काम गर्छौँ, तब मात्र हामी व्यक्तिगत र सामाजिक चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्न सक्छौँ। त्यसैले यी दुवै सिपको विकासले हामीलाई एक सचेत, विवेकशील र सफल नागरिक बनाउँछ। हामीलाई एक सचेत, विवेकशील र एउटा सफल नागरिक हुनका लागि हामीले सृजनशीलता तरिकाबाट पनि सोच्नुपर्ने हुन्छ र नवीनता पनि हामीले अपनाउनु पर्ने हुन्छ। ज्ञान प्राप्त गरेका ज्ञानहरूलाई व्यवहारमा पनि प्रयोग गर्न आवश्यक छ भन्ने कुरा हामीले यहाँबाट बुझ्न सक्छौँ।